हालसम्म नेपालका लागि सबैभन्दा बढी विकेट लिने प्लेयर चाहिँ को हुनुहुन्छ भन्दाखेरि सन्दीप लामिछाने हुनुहुन्छ। अनि उहाँलाई पछ्याउँदै हुनुहुन्छ करण केसी, जसले चाहिँ के गर्नुभएको छ भन्दाखेरि 197 विकेट्स लिनुभएको छ, जहाँ चाहिँ 91 चाहिँ के हो भन्दाखेरि ओडिआईको विकेट्स हो भने 106 चाहिँ के हो T20I को हुन्छ नि इन्टरनेसनल T20 को चाहिँ के हो भन्दाखेरि विकेट हो। त्यस्तै गरी सन्दीपलाई र करणलाई पछ्याउँदै हुनुहुन्छ सोमपाल कामी। सोमपाल कामीले के गर्नुभएको छ भन्दाखेरि 166 विकेट्स लिनुभएको छ, जहाँ चाहिँ के छ भन्दाखेरि 85 चाहिँ ओडिआई विकेट्स हुन् है। त्यस पछाडि अर्कोतिर हेर्ने हो भने 81 चाहिँ T20I विकेट्स हुन्। अब तपाईहरुलाई चाहिँ म भनिदिन्छु, सन्दीप लामिछानेले 264 विकेट्स लिनुभएको छ हालसम्म है। अब उहाँले लिएको 265 मध्ये कति ओडिआई विकेट्स हुन् र कति T20 हुन्छ नि विकेट्स हुन्, प्लिज कमेन्ट डाउन। अनि त्यस पछाडि म तपाईहरुलाई भन्न पनि राख्छु, हामी चाहिँ के गर्नेछौँ भन्दाखेरि हाम्रो 1K फलोवर्स पुगे पछाडि हामी गिभ अवे गर्नेछौँ, एउटा नेपालको T20 वर्ल्ड कपको जर्सी गिभ अवे गर्नेछौँ। त्यसको लागि तपाईहरुले हामीलाई टिकटकमा, इन्स्टामा, त्यस पछाडि युट्युबमा सब्स्क्राइब गर्नुपर्नेछ र फेसबुक, टिकटक, इन्स्टामा फलो गर्नुपर्नेछ। अनि सँगसँगै हामी यदि हाम्रो 1K फलोवर्स पुग्छ भने हामी नेपालको इच एन्ड एभ्री गेम चाहिँ के गर्नेछौँ भन्दाखेरि वाच अलङ गर्नेछौँ है, सँगै बसेर हेर्नेछौँ। अनि हामी तपाईहरु पनि केही हदसम्म हुन्छ नि केही गिभ अवेहरु गर्नेछौँ। त्यही भएर यदि तपाईहरुले हामीलाई फलो गर्नुभएको छैन हुन्छ नि फलो गरिहाल्नुहोस्। अनि तपाईहरुलाई यदि थाहा छ भने हुन्छ नि त सन्दीप लामिछानेले हालसम्म नेपालको लागि 264 विकेट्स लिनुभएको छ। 264 विकेट्स मध्ये कति T20I विकेट्स र कति चाहिँ ओडिआई विकेट्स हुन्, प्लिज कमेन्ट डाउन।